हेलो, आज शनिबारको सदुपयोग मेरो। आजको बिदाको दिन। व्यस्तताका बावजुद पनि बाबा हजुरबाट बारीमा काम गर्ने आदेश जारी भएपछि म पनि यस्तो घाम छ, घामको बावजुद पनि बारीमा आएर यहाँ यसो बहिनीहरूलाई सपोर्ट गर्दैछु। के गर्नु, ढिला भइसक्यो। अस्तिको पानीले गर्दा धेरै असर गर्यो। लसुन र आलु रोप्न पनि ढिला भइसक्यो। यस्तै छ, के गर्नु हजुर। सबैजनाको हरियाली भइसकेको छ। हाम्रोमा चाहिँ बल्ल सुरुवात हुँदैछ काम गर्नलाई। मेरो बारी ट्याक्क लाएर यस्तो छ। यतातिर ड्र्यागन रोपिसक्यो बाबाले, ट्याक्क लाएर यी। अनि अब यता तरकारीहरू रोप्नेमा आजको दिन चाहिँ लसुन र आलु रोप्ने भनेर बिहानदेखि लागि परेको। अब हेरौँ के हुन्छ दिनभरिमा, कस्तो हुन्छ हेरौँ। अब आफू त खानी मात्रै पर्यो हजुर, काम गर्न आउँदैन। खानेर हेर्ने, त्यही पनि अलिअलि भए पनि सहयोग गर्छु भनेर यहाँ बारीमा चाहिँ उपस्थित छु बहिनीहरूसँग। अब जे जानेछु त्यही काम चाहिँ गर्छु। यो चाहिँ मेरो खैरेनी 8 वर्ष बजारको यस्तो ठाउँमा छ बारी मेरो। यहाँ यी ट्याक्क लाएर आज मौसमले पनि राम्रो साथ दिएको छ है त हजुर। अब चाहिँ म सानो सर्टकट भिडियोलाई यहीँ इन्ड गर्छु। दिन शुभ रहोस् यहाँको।